नमस्ते साथीहरू, म दीपक। म फेरि तपाईहरुको बीचमा एउटा नयाँ भिडियो लिएर आइसकेको छु र आजको भिडियोमा चाहिँ म तपाईहरुलाई बिजनेसम्यान बन्न हामीलाई यो 5 वटा कुराहरू आवश्यक पर्छ है। बिजनेसम्यान बन्नको लागि यो 5 वटा कुराहरू आवश्यक पर्छ र हुनुपर्छ भन्ने कुरा चाहिँ म तपाईहरुको बीचमा ल्याएको छु र नम्बर 1 मा रहेको छ वाक अप अर्ली भनेर भन्छ है त। हामी चाहिँ चाँडो उठ्ने बानीको विकास गर्नु पर्यो क्या। यदि हामी व्यापार गर्दै छौं, बिजनेस गर्दै छौं भनेपछि यदि हामीले चाँडो उठ्ने बानी छैन भने हाम्रो धेरै त्यो दिनको समयमा निन्द्रा लाग्ने, हाई लाग्ने विभिन्न किसिमको एउटा समस्याहरू हुन्छ। चाँडो सुत्ने र चाँडो हामी एउटा उठ्ने बानीको विकास चाहिँ हामीले गर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो एउटा बिजनेस प्रति एउटा मजाले फोकस जानलाई धेरै नै आफ्नो कामप्रति चाहिँ एउटा फोकस जानलाई धेरै मद्दत गर्छ। र नम्बर 2 मा तपाईले पाउनुहुन्छ कि अलवेज कीप योर माइन्ड मोटिभेटेड भनेर भन्छ है त। हामीले चाहिँ आफ्नो दिमागलाई सधैँ एउटा उत्प्रेरित गराउनु पर्यो क्या, उत्प्रेरित गराइराख्नु पर्यो हेर्नुस् हैन। कतिपय समयमा गर्दै जाँदाखेरि हैन अलिकति नहुँदाखेरि मान्छेमा के हुन्छ त, मैले त हुँदैन क्या, सक्दैन क्यारे, बिजनेस हुँदैन क्यारे हैन, त्यो खालको एउटा मान्छेमा सोच आउनु एउटा सामान्य कुरा नै हो हेर्नुस् भनेपछि। तर त्यो समयमा पनि हामीमा चाहिँ के हुनुपर्छ, सधैँ आफूले चाहिँ एउटा आफूलाई मोटिभेट बनाइराख्नु पर्यो क्या। त्यही कुराले गर्दा हामीलाई एक दिन फेरि हामीले सफलतासम्म पुग्नको लागि धेरै नै मद्दत गर्छ हेर्नुस्। र नम्बर 3 मा तपाईले पाउनुहुन्छ, नम्बर 3 मा चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो वर्क अन टाइम भनेर भन्छ है त। हामीले चाहिँ काम चाहिँ समयमा गर्नु पर्यो हेर्नुस्, बेसमयमा हैन कि एउटा समयमा चाहिँ हामीले आफ्नो कामलाई चाहिँ लिएर अगाडि बढ्नुपर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ हामीलाई यो व्यवसायमा एउटा राम्रोसँगले प्रॉफिट लिनको लागि पनि धेरै मद्दत गर्छ। यदि हामीले समय बाहिर हामी काम गर्छौं भने हुँदैन हेर्नुस्। जस्तो उदाहरणकै लागि हेर्ने हो भने तपाईले कुनै पनि एउटा किराना पसल थापिरहनु भएको छ हैन। अब किराना पसल थाप्दाखेरि चाहिँ तपाईले जुन समयमा चाहिँ त्यो कस्टमर चाहिँ तपाईको सामु केही किन्नको लागि आएको छ, त्यो समयमा तपाईले उसले मागेको कुरा तपाईले सर्भिस दिन सकेन भने, त्यो समयमा तपाईले उलाई प्रोवाइड गर्न सकेन भने अब कस्टमरहरु तपाईदेखि टाढा टाढा हुँदै जान्छ, जसले गर्दा तपाईको व्यापार हुँदैन है। त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामीले आफ्नो समयमा चाहिँ हाम्रो कामलाई चाहिँ गर्नुपर्छ भन्ने कुराहरू छ यदि बिजनेसम्यान बन्नको लागि है त। र 4 नम्बरमा तपाईले पाउनुहुन्छ चुज पर्फेक्ट टिम भन्छ है त। हामीले चाहिँ एउटा पर्फेक्ट टिमलाई चाहिँ हामीले चुज गर्नु पर्यो। व्यापार भन्ने कुरा एक्लैले गरेर हुँदैन, हामी मिलेर काम गर्छौं। एउटा कस्तो खाले व्यक्तिसँग चाहिँ म मिलेर व्यापार गर्छु भन्ने कुरामा हामी क्लियर राखेर चाहिँ हामीले आफ्नो व्यापार गर्छौं, जसले गर्दाखेरि चाहिँ भोलिको दिनमा सफल बन्नलाई मद्दत गर्छ हैन। अब हामीले कस्तो खाले टिम चुज गरिरहेको छौं त, त्यो टिमले नै हो हामीलाई चाहिँ एउटा सफल बनाउने। जस्तो हामीले अलिकति हामीलाई चाहेको कस्तो हाम्रो व्यापार कस्तो छ, त्यो व्यापारमा कस्तो खालको व्यक्ति चाहेको छ, कस्तो खाले टिम चाहेको छ, तर त्यो टिम बाहिरको अर्कै टिम पर्यो भने अब त्यो हाम्रो व्यापार राम्रोसँग चल्न सक्दैन। अब हाम्रो व्यापार राम्रोसँगले चलाउनको लागि हामीलाई एउटा पर्फेक्ट टिम चाहिन्छ हेर्नुस्। के कस्तो टिम